सो व्हाट्सअप गाइज वेलकम ब्याक टु माई च्यानल। तपाईँलाई म स्वागत गर्न चाहन्छु अर्को भिडियोमा। र आज म फेरि अर्को भिडियो लिएर आइसकेको छु। कपुर कम्प्लेक्सको बिल्डिङको साइड मिररबाट म हाइवेमा निस्किँदैछु र आजको दिन मेरो साबसलाई प्रिपेयर गर्दैमा गयो है। अहिले बेलुकीको सायद लगभग म त्यहाँबाट निस्किँदाखेरि 3:30 होइन 4:30 भएको थियो। सायद अहिले त्यस्तै 5:10 भएको होला। अनि आजको चाहिँ मेरो साबत प्रिपेरेसनमै गयो र अहिले चाहिँ म चर्च सभा गरेर घर फर्किँदैछु। चर्च सभा किन गरेको भने भोलि फेरि साबतमा हामी त्यो मण्डलीमा आउनुपर्छ। त्यसै कारणले गर्दाखेरि मैले चर्च सभा गरिसकेको छु र अब चाहिँ म घर जाँदैछु है गाइस। भन्नुहोस् आजको हजुरहरूको दिन कस्तो भयो? मेरो चाहिँ एकदमै राम्रो भयो है। ल हेर्नुहोस् त यो फोहोर कसरी फालेको छ फोहोरहरू बाटोतिर। अब आशिका तामाङको रोग लाग्नुपर्ने हामीलाई पनि यहाँ उहाँ कस्तो राम्रो मान्छे हुनुहुन्छ अनि पुरा सफा है सुगर अनि त्यसपछि देशलाई माया गर्ने के होइन। इच एन्ड एभ्री स्टेपमा पहिला नराम्रो लाग्थ्यो भने अब चाहिँ उहाँले जस्तोसुकै काम गरे नि राम्रो थालिसकेको छ क्या हामीलाई होइन। त्यसरी मन पर्न थाल्यो त्यो व्यक्ति। उहाँले चाहिँ नेपाल आफ्नो देशको लागि एकदम धेरै पसिना मेहनत लगाउनु भएको छ र आफ्नो बुद्धि भ्याएसम्म बलले भ्याएसम्मको आफूले भ्याएसम्मको सक्दो नेपाललाई चाहिँ माया र सहयोग गरिरहनु भएको छ। इभन उहाँ चाहनुहुन्थ्यो भने होइन त्यो उहाँको ब्याकग्राउन्ड हेर्ने भने उहाँ विदेशमा गएर आफ्नो लाइफलाई एकदम सेटल गरेर हाई क्वालिटीमा जिउनुपर्ने व्यक्तिले अहिले हेर्नु त नेपालमै बसेर के कस्तो राम्रोसँग कति राम्रो काम गरिरहनु भएको छ। उहाँलाई अब नेपाल छोडेर जानु भनेर कसैले भन्दैन क्या। त्यो बुद्धि बिग्रेको भ्रष्ट कोहीले भन्लान् होइन, तर धेरैले चाहिँ भन्दैनन्। त्यसै कारणले गर्दाखेरि आशिका तामाङको जस्तो सोच विचार चाहिँ नेपालमा भयो भने नेपाल विकास हुन टाइम लाग्दैन। त्यसै कारणले गर्दाखेरि बालेन्सा भन्छौँ हामी, हर्क साम्पाङ भन्छौँ नि, त्यस्तै मध्ये आशिका तामाङ पनि एक हुनुहुन्छ। उहाँले यो दिदीले धेरै राम्रो गर्नुभएको छ आफ्नो देशको लागि। त्यसै कारणले गर्दाखेरि उहाँले देखेको कामद्वारा चाहिँ हामीले आरएस गर्ने होइन कि अझ धेरै उत्साह दिँदै त्यसमा हातेमालो गर्दै अगाडि बढ्नुपर्छ क्या। किनकि उहाँले मैले एउटा कुरा हेरेँ, उहाँले गुड्का खाएर फालेको एउटा इन्डियन हिन्दू मैले हेरेको थिएँ आज। उहाँले भन्नुभयो चाहिँ एक जोडेर चाहिँ 1000 हुन्छ भनेर भन्नुभयो। हो त त्यहाँनिर त्यो एकजनाले फालेन भने अर्कोले नि फाल्दैन त्यहाँनिर होइन। तर हेर्नु त अरूले नि फालेको छ मैले नि फालेँ भनेर भनेकै त्यसले। त्यसै कारणले गर्दाखेरि हामीले चाहिँ रोक्नुपर्छ, फोहोरलाई चाहिँ एकदम नियन्त्रण गर्नुपर्छ। नेपाल देश विकास हुनुको लागि फोहोर नियन्त्रण गऱ्यो भने अलिकति भने विकास हुन्छ, राम्रो हुन्छ, स्वच्छ भइन्छ र आयु लामो हुन्छ, रोग बिमारदेखि टाढा भइन्छ होइन। यो चाहिँ एउटा खुसीको कुरा हो, यो भन्न चाहन्छु म। अर्को कुरा भनेको तपाईँहरू हेटौँडामा कतिजना चाहिँ पाल्नु भएको छ, कतिजना हेटौँडाबाट हुन्छ, कतिजना बाहिरबाट हुन्छ। हेटौँडामा बस्नुहुनेहरूलाई चाहिँ म के भन्न चाहन्छु भने आशिका तामाङ भलै हेटौँडा आउनु भएको छैन होइन, तर उहाँले गरेको काम हामीले नि गर्न सक्छौँ क्या। त्यसमै यो के अरे हेटौँडामै बसेर होइन। अब त्यो हामीले हातेमालो गर्दै अगाडि बढ्नुपर्छ, बिस्तारै हुँदैछ सबैतिर होइन। र म के भन्न चाहन्छु भने आशिका दिदीको जस्तो मन सबैको होस्। मेरो प्रार्थना परमेश्वरसँग यही छ कि हामीले हाम्रो देशलाई नाश गर्नेतिर होइन, जे हुनु भइसक्यो, जेन्जी पुस्ताले जे गरिसक्यौँ होइन। तर अब चाहिँ एकदम होस पुर्याएर आफ्नो देशलाई माया गरेर र जतिजनाले देशको लागि आफ्नो ज्यान हासिल गरे होइन, जतिजनाले आफ्नो देशको लागि अहिले पनि पसिना बगाइरहेको छन्, तिनीहरूलाई सम्झेर तिनीहरूलाई हेरेर हामी पनि अगाडि बढ्नुपर्छ। आरएस गरेर खुट्टा तान्ने होइन। त्यसै कारणले गर्दाखेरि म चाहिँ के भन्न चाहन्छु भने आशिका दिदी जस्तो हुनु पऱ्यो हामी। इक्जाम्पल दिउँ न त होइन। इक्जाम्पल दिँदैमा के हुँदैन हो, कतिजनालाई नराम्रो लाग्नुपर्छ। एउटा इन्टरभ्यूमा चाहिँ एकजना समथिङ के हो कोइरालाई के भन्थ्यो मैले बिर्सेँ, त्यो दिदी भन्ने नि लागेको छैन त्यो मान्छे। त्यो आइमाईले के भनेको रहेछ भने यो चस्मामा क्यामेरा हालेर जाने अनि त्यसपछि भिडियोमा के अरे हस्पिटलमा जाने, अरूको भिडियोहरू त्यसरी भाइरल गर्ने, अनुमति नलिई यताउति यो स्रोतको खुलासा गर्नु पऱ्यो, यताउति नाना थरी भनेको थियो अरे क्या। हो त्यसै कारणले गर्दाखेरि त्यस्तो मान्छेहरूलाई चाहिँ मान्छे खोज्दैन। फेरि जेन्जी पुस्ता जिउँदै छन् नि फेरि दिदी हो के को हो त्यो होइन। त्यसै कारणले गर्दाखेरि राम्रो मान्छेलाई तल झार्ने कोसिस नगर्नु होला। त्यस्तै व्यक्तिहरूले गर्दाखेरि शेरबहादुर देउवा बिग्रिया हो। अब फेरि त्यस्तै व्यक्तिहरू उठ्न थाल्यो भने चाहिँ आशिका दिदीहरूलाई चाहिँ बिग्रिन दिनु भने त्यो बोल्ने मान्छेहरूलाई फेरि जेन्जी अरू पनि हुँदैछ है। त्यसै कारणले गर्दाखेरि अहिलेलाई चाहिँ म घरतिर जाँदैछु र केही बोल्न मन लाग्यो त्यसैले म बोलेँ होइन। अर्को कुरा के भन्न चाहन्छु भने
एउटा अर्को कुरा छ क्या, मलाई एकदमै मन परेको कुरा के हो भने पास्टर साइलस दिनदयाल हाम्रो गुरुबा हुनुहुन्छ, उहाँले चाहिँ एकदमै राम्रो कुरा के भन्नुभएको छ भने एउटा देशलाई अगाडि बढाउने हो, देशलाई सडकदेखि सदनमा लग्ने हो होइन, देशलाई विकास गर्ने हो, देशलाई चाहिँ एकदम सहीतर्फले खुसीसाथ अगाडि बढाउने हो, उन्नतिको बाटोतिर लाने हो भने चाहिँ देशका नेताहरू, देशका अगुवाहरू, देशलाई चलाउने शासकहरू जो पनि छन् यिनीहरूले चाहिँ परमेश्वरको भय मान्ने र परमेश्वरको आज्ञा पालना गरेर अगाडि बढ्ने र संविधान र कानुनलाई सशक्त पालना गरेर मात्रै अरूलाई पालना गर्न लगाउने भनेर चाहिँ भन्नुभएको छ। अनि मात्र देशले चाहिँ अगाडि बढ्न सक्छ, देशले चाहिँ एउटा नयाँ पद लान सक्छ भनेर एकदमै राम्रो लाग्यो मलाई यो कुरा। म तपाईँलाई डिस्क्रिप्सनमा त्यसको लिङ्क पनि राखिदिन्छु, हजुरहरूले हेर्न सक्नुहुनेछ है। यो एकदमै राम्रो भनाइ छ उहाँको र हजुरहरू कतिजनालाई यो ठिक लाग्यो, यो एकदमै ठिक हो है। र म उहाँलाई धन्यवाद पनि दिन चाहन्छु, परमेश्वरले आशिष दिनुभएको, त्यसमा म आमिन पनि भन्न चाहन्छु। किनकि हो देशलाई अगाडि बढाउन, देशलाई चलाउन र देशलाई चाहिँ एकदम शान्तिमा लग्न र देशलाई चाहिँ विकास गराउन र देशलाई चाहिँ एकदम हुन्छ नि नियमको रूपमा आज्ञाकारी भएर विकास हुँदै अगाडि बढाउँदै जाने हो भने चाहिँ नेपाललाई चलाउने जति पनि नेताहरू, जति पनि अगुवाहरू, जति पनि शासकहरू छन् यिनीहरूले ईश्वरको भय राख्ने र उहाँको आज्ञा पालना गर्ने र आफूले बनाएको संविधान नियम कानुनलाई पालना गर्ने अनि मात्र अरूलाई पालना गर्न लगाउने हुनु पर्यो। किनकि अहिले बानी के छ भने आफूले पालना नगर्ने तर अरूलाई पालना गराउन लगाउने, त्यो चाहिँ एकदमै गलत हो। पहिला सुरुमा त आफूले पालना गर्नु पर्यो अनि पो अरूलाई पालना गर्न लगाउन हामीले सक्छौँ होइन, अनि पो सुहाउँछ त्यो कुरा। त्यसै कारणले गर्दाखेरि नेपालको शासकको जति पनि नेपालका शासकहरू छन् उनीहरूको आनी बानी के छ भने आफू ठुलो कुर्सीमा घुस लिने, त्यसपछि खल्ती टप टप पाक्ने गरी खल्ती भर्ने होइन, त्यसपछि अनि कुर्सी मुनिबाट धन्दा जति पनि पैसा हुन्छ मुनिबाट कालो पैसा लिने अनि संविधान चाहिँ क्रिएट गर्ने, संविधानलाई बनाउने, त्यो संविधान आफूले पालना नगर्ने, जनतालाई पालना गर्ने अनि त्यसपछि गर्छन् जनताले पालना। जब त्यो आफूले नै पालना गर्न सकेको छैन भने अब जनताले त्यो उसलाई कसरी पालना गर्छन् क्या। त्यसै कारणले गर्दाखेरि नेपालमा संविधान जति पनि कानुनहरू बनेको छ यो कानुन जसले बनायो त्यो व्यक्तिले पहिला पालना गर्नु पर्यो अनि मात्र जनताले पालना गर्न सक्छन्। मैले भन्न खोजेको कुरा यही हो है। यो कुरा चाहिँ हामीले यसरी नै बुझ्नै पर्छ। जब ठुलो मान्छेले पालना गर्नु सक्छ, घरमा आमा बाउले ओइ जाँड रक्सी नखा भने आमा बाउले नै जाँड रक्सी खाइरहनु भएको छ भने अब त्यो छोराले अथवा त्यो कान्छोले त्यो जेठोले भनेको मान्छ त? मान्दैन नि। पहिला सुरुमा आमा बाउ एकदम सत्य हुनु पर्यो, उहाँहरूले खानु भएन त्यस्तो कुराहरू जसले हानिकारक गर्छ, हो त्यो नखाइसी छोराले के भन्छ बाउले त खाएको छैन हामीले किन खाने भनेर उनीहरूले खाँदैनन्, उनीहरूले भनेको मान्छन्, अलिकति डर भन्ने कुरा हुन्छ, आज्ञाकारी भन्ने कुरा हुन्छ, अनि स्वास्थ्य हुन्छ अनि राम्रो हुन्छ नि त। तर मान्छेले के गर्छ, कतिको घरमा बाबाआमाले आफूले जाँदा टन्न खाएर आउने छोराछोरीले नखा भन्ने बिग्ने धर्मले हुँदैन। त्यसरी छोराछोरी धेरै भएर बिग्रेर जान्छ, त्यसमा गल्ती बाबाआमाको हुन्छ। त्यसै कारणले गर्दाखेरि एउटा उत्तरदायित्व बोकेर एउटा कर्तव्य बोकेर आफ्नो छोराछोरीलाई अगाडि बढाउने आमा बाउले पहिला आफूले जाँदा खाँदैन त्यसपछि आउने छोराछोरीलाई नखा भन्छ क्या। त्यस्तै गरी नेपाल देशको शासक अगुवा भनेको देशको एउटा आमा र बुवा हो क्या। उनले नै हो हामीलाई अगाडि बढाउने, हामीलाई चलाउने भनेको। उसको नियम उसको अन्डरमा हामी चलिरहेका छौँ। नेपालको संविधानले लेफ्ट साइडमा चलाउनु पर्यो साधन भने त हामी लेफ्ट साइडमा चलाइरहेको छौँ, त्यो नेपालको संविधान हो नि त होइन। त्यस्तै गरी नेपालले संविधान बनाएर आफूले पालना गरेन भने यो घुस बन्द गरौँ, यो भ्रष्टाचार बन्द गरौँ, यो कालो धन्दा बन्द गरौँ, कालो बजारी बन्द गरौँ, काठ तस्करी बन्द गरौँ भनेर यदि संविधानमा लेख्छ भने, ट्राफिक नियमको पालना गरौँ भनेर संविधानको पानामा लेख्छ भने पहिला सुरुमा ठुला नेताहरूले पालना गर्नु पर्यो। यो हाम्रो आँखाले देख्नु पर्यो। किनकि हाम्रो आँखाले देख्दैछ ठुलो ठुलो नेताहरूले ट्राफिक रुलहरू छन्। बिचरा अस्ति एउटा नानीलाई त्यो गाडीले हानिदिइरहेको थियो क्या सरकारी गाडी। त्यसै कारणले गर्दाखेरि संविधान भनेको सबैको लागि बराबर हुनुपर्छ कानुन। जनताले मान्नु पर्यो, अगुवाले मान्नु परेन भन्ने होइन। त्यसै कारणले गर्दाखेरि म चाहिँ के भन्न चाहन्छु भने नेपाल देश अगाडि बढ्नुको लागि नेताले, शासकले, जति पनि प्रधानमन्त्रीहरू छन् यिनीहरूले पालना गर्नु पर्यो अनि जनतालाई पालना गर्न लगाउनु पर्यो। त्यसपछि पालना गर्नु कारबाही गर्न मिल्छ, नत्र भने जनतालाई के फुकटमा कारबाही गर्न मिल्दैन। त्यसै कारणले गर्दाखेरि जनताले खोजेको यो मेरो विचारमा एउटा है। त्यसै कारणले गर्दाखेरि म यो भन्न चाहन्छु, मैले बुवा र आमाको उदाहरण दिएँ कि छोरा तैँले रक्सी नखा, तैँले मोटर भन्छ, तर बाउले चाहिँ बेलुकादेखि बिहानदेखि बेलुकासम्म चोरेर घरमा ल्याएको गर्छ भने अब त्यो छोराछोरीले के सिक्छ? उसले नगर भन्ने कुरा नगर्ने गर्छ, उसले गर्दैन नि। उसले त नगर भन्ने कुरा गर्छ किनकि बाउले नै चोरिरहेको छ त्यो घरमा। तर बाउले चोर्दैन, बाउले एउटा
एउटा जागिर गरेर चाहिँ कमाइरहेको छ भने छोराछोरीले चोर्दैन। त्यसलाई हामीले तारमा पनि दिन मिल्यो, किनकि बाबुआमाले चोरेको छैन, बाबुआमाले चोरेको छैन भने छोराछोरीलाई हामीले यदि चोरेको छ भने उनीहरूलाई हामी तारमा दिन मिल्छ। तर छोराछोरी त ठिक छ, तर बाबुआमाले नै चोरिरहेको छ भने छोराछोरी ताला दिन मिल्दैन के, किनकि त्यहाँनिर गल्ती बाबुआमाको उनीहरूले चोरिरहेको छ त्यहाँनिर होइन। त्यसैले म के भन्न चाहन्छु भने नेपालको संविधान पालन गर्नुको लागि जनता मात्रै अगाडि बढ्नु हुँदैन। पहिला नेताले संविधान बनाउने जति पनि ठुला कुर्सीमा बस्ने व्यक्तिहरू छन् तिनीहरूले पालना गर्नुपर्छ, आफूले पालना गरेर देखाउनु पर्छ, अनि मात्र जनतालाई पालना गर्नुपर्छ। म धेरै बोल्न चाहिनँ है, मैले फेरि राजनीतिमा लागेको एउटा युट्युबर हो है, फेरि च्यानलमा लाइक र सब्सक्राइब गर्नुहोस्, बेल आइकनमा क्लिक गर्नुहोस् है, र कमेन्ट गर्नुहोस् कस्तो लाग्यो मेरो कुरा, र त्यसपछि यदि हो भने कतै गल्ती बोलेको छैन कमेन्टमा सच्याइदिनुहोस्, गर्न सुधार्नु मजा पाउँछु, म पनि सिक्ने गर्न चाहन्छु। र मलाई मन नपरेको कुरा यो मनमा लागेको कुरा म त्यो के बोलिदिएको मात्रै हो लागि अगाडि है, र यो हुनुपर्छ भने यो भयो भने नेपाल अनि नेपाल चाहिँ अगाडि बढ्नु सक्छ, नत्र भने नेपालले केही पनि गर्न सक्दैन। नेपाल अगाडि बढ्नको लागि यो एउटा कुरा मेन पालना गर्नुपर्छ होइन। मैले कतिखेर भन्छु यति कुरा भन्छु नेपालले धेरै ठुलो परिवर्तन आफ्नो देशमा ल्याउन सक्छ। र मैले अहिलेले यही भन्न चाहन्छु, अहिले फेरि भन्दैछु, अहिले पनि भन्न चाहन्छु, च्यानलमा नयाँ हुनुपर्ने सब्सक्राइब गर्नुहोस्, हिट बेल आइकन त्यसपछि अरूमा क्लिक गर्नुहोस्, ताकि मैले हालेको भिडियोहरू तपाईँहरूको मोबाइलको दामी आउन सक्छ। त्यसपछि फेरि नयाँ नयाँ अपडेटहरू पाइ नै रहनुहुनेछ। र अहिलेलाई चाहिँ म यही भन्न चाहन्छु, देशभरका अहिले ठुला सडकहरू व्यापार व्यवसायहरू झन्डै बन्द नै छन्। सायद आइतबारबाट खोज्छौँ होला, भोलि शनिबार हो, शनिबार बन्द हुनुपर्छ भने एक दिन भनेको आरामको दिनुपर्ने छ भन्नुभएको, र त्यो साबतको लागि मैले अब सभा गरेर आएको छु। र अहिले चाहिँ म घर फर्केँ, अब घर फर्केर सामान के अरे भेट्छ कोसिस गरेर भोलि साबतलाई बेलुकाको लागि सबै गरेर सबै रेडी भएर बुढासुढाको चाहिँ सबै ध्यानमा अरू सबै सम्झाउनुपर्छ कि। त्यसरी मैले सबै मैले यहाँ अघि मान्छेहरू बस्छु क्या, किन साबतको लागि अब साबत सुरु भयो, साबतलाई प्रिपेयर गर्छु। त्यसै कारणले गर्दाखेरि म के भन्न चाहन्छु भने च्यानलमा नयाँ सब्सक्राइब गर्नुहुन्छ, किनकि मेरो सब्सक्राइबर धेरै छैन। यो नयाँ च्यानल हो, अर्को च्यानल मैले बन्द गरेँ, गर्नुको कारण भनेको मलाई भिडियो एडिट गर्न मन लागेन, र त्यसमा मैले अरू भ्लग लागेँ, कारणले गर्दाखेरि त्यो च्यानल पनि तपाईँहरूले भिजिट गर्न सक्नुहुन्छ है। त्यसमा चाहिँ मैले ट्रेकिङको यताउति भ्लगहरू हालेको छु, र यसो मैले नयाँ च्यानल बनाएको पछि है, र त्यसैमा तपाईँहरूले नयाँ देखाइदिनु होला यस्तो कामहरू गर्नु छ भने म सम्झिन चाहन्छु मेरो इन्सपिरेसनहरू र थाहा नगर आमाहरू दिदी दाई, त्यसपछि सुरक्षा दिदी, अनि त्यसै गरी फेरि अर्को एकजना हुनुहुन्छ हाम्रो हिस्ट्री लिएर है, मेरो प्यारो दाई हिस्ट्री दाई है। अनि सबैलाई सम्झिन चाहन्छु जतिजना नेपालको ठुला युट्युबरहरू हुनुहुन्छ, उहाँहरूको इन्सपिरेसनको कारणले गर्दाखेरि हामी पनि देशको लागि केही गर्न सक्छौँ कि भनेर अगाडि बढ्दैछौँ है। आफ्नो सोच लिएर आफ्नो सपना लिएर सबैजना अगाडि बढेका हुन्छन्। त्यसको लागि आफ्नो देशका जनताको साथ र सपोर्ट चाहिन्छ। नेपाल देशमा एउटा नेता खडा हुनको लागि, एउटा प्रधानमन्त्री खडा हुनको लागि त्यसको लागि भोट चाहिन्छ होइन। जब जनताले नै भोट दिने हो त्यसपछि नेता बन्न सक्छ भने हामी पनि ठुलो युट्युबर हुनको लागि युट्युब फ्यामिली भ्युज जति पनि सब्सक्राइब लाइक सेयर सबै नेपालकै जनताले मात्रै गर्न सक्नुहुन्छ। यो माया साथ सपोर्ट भाइ राजेशलाई देखाइदिनु होला, र मेरो च्यानलको नाम रहेको छ हन्डा बाइक 777, सबै सेयर पनि गरिदिनु होला। आउने दिनमा माया अगाडि बढाउन सकिन्छ तपाईँको माझमा। आजलाई भिडियो यति नै राख्न चाहन्छु। सो गाइज थ्याङ्क यू फर वाचिङ दिस भिडियो। अनुरोध गर्न चाहन्छु सबैजना आरामले बस्नु होला, अब शनिबार बेलुकासम्म कुनै पनि काम नगर्नु होला, किनकि शनिबार भनेको आराम गर्नु हो। ओके, सबैजनालाई जय मसिह, ह्याप्पी साबत अनि नमस्कार।